यो पार्टीको सभापति माथि भएको अन्यायको विरुद्धबाट लडाईँ। किनभने म कानुनको पनि विद्यार्थी हुँ, म 4 वर्ष अदालतमा काम गरेको पनि विद्यार्थी हुँ। मलाई थाहा छ कानुनको प्रयोग कसरी हुन्छ, कानुनको व्याख्या कसरी गरिनुपर्छ। किनभने म आफू फेरि कानुनको व्याख्या गलत व्याख्यामा परेर भिक्टिम बनेको व्यक्ति नै हुँ। किन फसाइयो भन्दाखेरि उहाँको अदम्य साहस, उहाँप्रति जनताको विश्वास, उहाँप्रति जनताको आस्था र उहाँले छोटो समयमा सरकारमा रहँदा यो मुलुकको परिवर्तनको लागि र भ्रष्टाचार नियन्त्रण र शून्यताको लागि, सुशासनको लागि जुन कदम चाल्नुभयो, त्यो कदमबाट डगमगाएकाहरूले, त्यसबाट तर्सिएकाहरूले तानामुना बढेर फसाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय यो मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय घर घरमा छ, हरेक जनताको घर घरमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँहरूको आवश्यकता, उहाँहरूलाई परेको अन्याय, उहाँहरूलाई परेको अत्याचारको विरुद्ध अब आवाज उठाउँछ। अब नेपाली जनता पार्टी खोलेर सबै पार्टीमै काम गरेर त्यसैलाई व्यवसाय बनाएर के अगाडि जान सक्छ मुलुक? सक्दैन। जनताको पक्षमा र न्यायको पक्षमा लड्ने कुरामा यो विश्वराज पोखरेलले चाहिँ कुनै पनि मूल्य चुकाउन बाँकी राख्दैन। पुरानै नेताहरूलाई पालेर आफ्नो कमी कमजोरी पनि त्यो मेरो कमी कमजोरी होइन, त्यो त एआईले बनाएर भन्ने नेताहरूलाई पालेर कुनै बजारमा राम्रो लुगा लाएर हिँडेको हुँदा विकास त्यही हो भनेर देखाउने, त्यो पसिना खाडीमा पसिना बगाएर छोराले पठाएको एउटा लुगा लाउँदाखेरि हामीले विकास गरेकै रहेछौँ भन्ने सांसदहरू बोकेर हामी परिवर्तन गर्न सक्दैनौँ। एक्लै सरकार चलाउने परिस्थितिमा पुर्याएर जनताको र मुलुकको अवस्था परिवर्तनको लागि जनताले सोच्नेछन्। म त्यो आग्रह पनि गर्न चाहन्छु, सोच्नुपर्छ। होइन भने हामी फेरि पुरानै नेताहरूलाई पालेर आफ्नो कमी कमजोरी पनि त्यो मेरो कमी कमजोरी होइन, त्यो त एआईले बनाएर भन्ने नेताहरूलाई पालेर